त्यस्तो लुकाएर त हुन्न नि फिलिङ आए पनि त्यो त्यही त राजा तपाईँ नि सर नि ठ्याक्कै उनको नेकतिर अनि छातीतिर पुरै सिक पारामा जान पर्यो कि त्यही हो छातीतिर पनि जानु पर्यो त्यो लुकाउने हुन्न के एकचोटि सर सुटिहालौँ त तपाईँ ल होटलमा पो गराउँछन् त्यस्तो ल छिटो इनको माथि जल्दी ल छिटो ल ठ्याक्कै त्यहीमा जाउँ न यसो फिर्सिलायो भने इग्नोर हान्ने है त्यसले है रेडी ल गीत ल अलि अगाडि हो के ठ्याक्कै हिँड्नु ए ल रेडी हो 5 मिनट ल गर त ल आइबो ल ठ्याक्कै आइबो भेटे ट्विन र टियामे ल ठ्याक्कैमा जानु जाऊ न टियामे हो ठ्याक्कै राजा तिमी पनि उठेर ठ्याक्कै उनको नेकतिर गइहाल्ने है ठ्याक्कै उनको नेकतिर गएर पुरै त्यही त ठ्याक्कै उनले उठाउँछिन् नि तिमीलाई ठ्याक्कै उठाउँछिन् अनि उठ्ने नि ठ्याक्कै त्यसरी नेकतिर गएर छातीतिर जाने पुरै सिक पारामा जाने बुझ्यौ नि ओके ल सिक पारामा है ल फाइनल हुन्छ नि ल ठ्याक्कै है त्यो कसो गरेर भनेपछि ठ्याक्कै डगी स्टाइलमा ठ्याक्कै डगी स्टाइलमा यता कोरियोग्राफर ल त्यो बस छिटो कुछ होता है तो होता है जल्दी करो उधर बैठो ल रिहर्सल आना ल रेडी ल तिमी पनि ठ्याक्कै अलिकति उनलाई ताने जस्तो गर न तिमी पनि ठ्याक्कै यिनको यहाँ लगाएर हात ठ्याक्कै हल्का ताने जस्तो हो किसिङ सिनमा ठ्याक्कै गा जस्तो तर किसरी नखाने है कि खाने नखाने हो ल नखाने ल रेडी है आयो गरिराख्ने हो यो फुल टेक गरिराख्ने हो बल्ल अब आहिर दादादेखि बल्ल छाड्ने हो दुइटै उठेर ठ्याक्कैमा पुरै रोमान्टिकमा चल्दैन रोमान्टिकमा गयो कि ठ्याक्कै तिमी उठ्छौ नि ठ्याक्कै उठेर उनको पनि यसो ठ्याक्कै यो नेकतिर यसो मन्टो ट्याक्कै गराउने सिक पारामा बुझ्यौ नि सिक पारामा ठ्याक्कै उठ्यो भने नि मन्टोतिर अनि उता यतातिर छातीतिर गर्दै जाने कि पुरै सिक पारामा बुझ्यौ नि